असिस्टेन्ट होइन ड्राइभर ड्राइभर पानी छ त अनि सार्वजनिक ठाउँहरूमा पानी चाहिँ हुँदैन। हेलो गाइज नमस्ते, तपाईँहरूलाई स्वागत छ आजको मेरो नयाँ ब्लगमा। आजको ब्लगमा चाहिँ म फिलहाल धनकुटा आइसकेँ होइन। अनि धनकुटा आएर चाहिँ म ग्यारेजमा काम गर्छु नि, त्यसको मेरो हालत त्यस्तो छ। आज शनिबार हुनुपर्ने बिदा, तर भने हल्का फल्का काम आएको कारणले चाहिँ हामीले बिदा लिन पाएन। अनि सो म अहिले कति 12-1 बजीतिर खाना खान जाँदैछु। काम ओभर गऱ्यो होइन। अनि अब खाना खाने अनि आउने अनि फेरि काम गर्ने अनि एकछिनमा फेरि बिदा हुन्छ। अहिले 2 बजीतिर। सो अहिलेसम्म खाना खान जाँदै हो। म बिहानदेखि भिडियो बनाउँछु, आज शनिबार घुम्छु भनेर सोचेको थिएँ, तर सोचे जस्तो केही हुँदैन भन्छ हो रहेछ। काम गर्नु पऱ्यो होइन, बेसो भइरहेछ। सो म अहिले बनाउँछु, अहिले खाना खान जाँदैछु। मलाई भोक लागिरहेको छ, यहाँ हात हेर्नु सक्नुहुन्छ कालै। सो म चाहिँ खाना खाएर बनाउँछु अहिले, काम सकेर बन्द गरेपछि है त। सो हामी चाहिँ अनि छुट्टी भइसक्यो हाम्रो चाहिँ कामदेखि। अनि सो हामीले चाहिँ अब खाजा खान लागेको, त्यसको लागि चाहिँ हामीले प्याज काटिसक्यौँ। कस्तो सो हामी चाहिँ अब खाजा खाएर जाने, त्यसको लागि हामीले प्याज काट्यौँ। अनि हामीसँग 2टा चाउचाउ, एउटा अन्डा रहेको छ। अब कुक चाहिँ मै हो। अनि अब ट्याक्क पकाएर खाजा खाएर हामी जाने, त्यसपछि हामी घुम्नु जाने। हाम्रो प्लान छ, हामी कहाँ घुम्नु जाने भन्दाखेरि हाम्रो ड्राइभरलाई थाहा छ। मैले ड्राइभर राखेको छु, फेरि घुम्नु जानलाई पनि मैले ड्राइभर राखिरहेको छु। यहाँ ड्राइभर हो, मैले ड्राइभर राखेको छु। ड्राइभरले चाहिँ यहाँ चिसो खाँदै, म चाहिँ तिम्रो असिस्टेन्ट होइन ड्राइभर। मलाई मजाले कुदाउन आउँदैन, फेरि कुदायो भने बाइक म हानिदिन्छु। यताको बाटोमा चाहिँ उताको बाटोमा चाहिँ म खतरा हान्छु होइन। अनि दाइ चाहिँ फेरि गर्लफ्रेन्ड लभर, यहाँ गर्लफ्रेन्डसँग बोल्दैछ भनेर भन्दा दाइले फेरि मलाई कराउँछ होइन। सो अनि मेरो पनि चिसो यहाँ छ है, मेरो चिसो चिसो खाएर खाजा खाएर हामी घुम्नु जाने भन्ने प्लान छ। हामीले चाहिँ खाजा त खाइसक्यौँ। अनि बाहिरमा अब जानु लागेको, त्यहाँ डेटिङ बस्नु छ अरे माथि डाँडामा। अनि दाइले बाइक निकालेसँग अघिसम्म चाहिँ बाइक थिएन, अनि हाम्रो अब भइसक्यो बाइक। हामी माथि जानु खोजेको, अनि क्यामेरा चाहिँ मैतिर फर्केको रहेछ। अघि मैले भिडियो बनाउनु खोजेको, मैतिर फर्केको रहेछ क्यामेरा चाहिँ रिजर्भ भइदिएर होइन। तर नि यो बाइकमा चल्दाखेरि कस्तो आवाज आउँछ नि, यो हावाले सुना गरेर हेर्न सक्नुहुन्छ। भ्यू चाहिँ ओभरै रमाइलो छ होइन, शुद्ध शान्त र सुशील। बिहान नपार्नु न दाइ। सो यो चाहिँ धनकुटा, धनकुटा बजार है, धनकुटा बजार त्यही हो। हामी चाहिँ हाम्रो गन्तव्यमा आइसक्यौँ। अनि यहाँ चाहिँ 2टा बाइक रहेछ अलरेडी। तपाईँ ड्राइभर होइन? ड्राइभर खलासी छ। सोहीको साथीमा यहाँ चरिरहेछ, यो चरेको अरे बाख्रा सम्झिरहेको चरिरहेछ अरे, त्यही खाइरहेछ भुइँको खोरहरू। अनि यहाँ कुवा पनि छ होइन, जसमा चाहिँ पानी नै छैन। अनि मलाई दाइ शीतल हावा खाँदै भ्यू हेर्दै जङ्गल। सो हामी अघि आएको ठाउँदेखि चाहिँ हामी हल्का अगाडि आइसक्यौँ। म बाइक घुमाउँछु भनेर आएको थिएँ दाइसँग बाइक लिएर। अनि सो त्यो ठाउँभन्दा चाहिँ यहाँ चाहिँ मेन ठाउँ जस्तो लाग्यो मलाई चाहिँ। यहाँ चाहिँ बब्बाल छ होइन, ठाउँ हेर्नु सक्नुहुन्छ। यहाँ चाहिँ मन्दिरहरू चट्ट, यहाँ मूर्ति पनि छ बुद्धको, गौतम बुद्ध होइन। सो ठाउँ चाहिँ एकदमै बब्बाल हेर्नु सक्नुहुन्छ। शुद्ध वातावरणमा, मतलब शान्त वातावरणमा यो ठाउँ चाहिँ मलाई त्यो ठाउँभन्दा लाइक यो ठाउँ बेटर लाग्यो मलाई चाहिँ। अनि दाइ पनि आउँदै हुनुहुन्छ उतै पर हिँड्दै। म बाइक घुमाउँछु भनेर आएको थिएँ, अनि मैले ट्याक्क यो देखेँ होइन। यो देखेपछि मलाई चाहिँ मन परेछ। अनि यहाँ चाहिँ मन्दिरमा चाहिँ जानु दिँदैन के अरे, यहाँ तारले बाँधिरहेछ शिवजी भगवानको मूर्ति। अनि के भन्नु सुन्दैन, सकिन्छ सफा गरौँ, सकिँदैन फोहोर नगरौँ भनेर पनि भित्तामा नोटिस टाँसेको रहेछ।
भनेपछि सांस्कृतिक हुन्छ नि अलिकता। अब भित्र जानु दिन्छ कि दिँदैन त्यो थाहा भएन, तर अनि म भित्र जान्छु। यो बात के छ त, यो मात्रै खुल्छ रहेछ, यो यहाँ भत्केको रहेछ, उयो भाँचेको रहेछ झन् त्यो फुटेन, फुटेन अरे लडेन। अनि यो चाहिँ ध्यान केन्द्र। भित्रभित्र चियाएर हेर्नुपर्छ, चाबी लगाइरहेछ, चियाउने हेर्ने। अनि यो सरसफाइ गऱ्यो भने त यहाँ बब्बाल हुने रहेछ त हुनु चाहिँ। यो पानी हालेको कि यो पानी उब्जेको, म यहाँदेखि हाम फालिदिन्छु। यहाँदेखि यसो नागेर छिर्नु पऱ्यो, निक्लिनु पऱ्यो। अघिदेखि दाइलाई दिशा लागिरहेको थियो भन्थ्यो, मैले जे होस् बाइक घुमाउन आएर दाइलाई राम्रै भइरहेछ। दाइले त दिशा गर्ने ठाउँ पायो, तर पानी चाहिँ छ कि छैन। अनि धेरै जस्तो यस्तो सार्वजनिक ठाउँहरूमा पानी हुँदैन क्या फेरि। अस्ति मैले त्यो भिडियो हालेको थिइनँ मैले भन्दा नि, त्यहाँ पनि पानी थिएन। अनि सार्वजनिक ठाउँहरूमा प्रायः जस्तो पानी हुँदैन फेरि। पानी छैन त होइन, पानी छ त। अनि सार्वजनिक ठाउँहरूमा पानी चाहिँ हुँदैन। यहाँ उतै पनि मूर्ति छ, यहाँ अर्को पनि छ। शिवजी भगवानको मूर्ति। हनुमानजी। सुनसान ठाउँ, नानुको सम्म चाहिँ घन्टी बजाइदिनु पर्यो। अब हामी चाहिँ यो ठाउँ घुमिसक्यौँ। अब हामी अर्को ठाउँ जाने घुम्नलाई। हामी जाँदैछौँ अब चुली वन, जसमा चाहिँ यति उकालो हिँड्नुपर्छ, यति उकालो हिँड्नुपर्छ, सास फुलिन्छ। त्यही भएर हामी जाने छौँ चुली वन। अब हामी चुली वन जाने। अनि दाइलाई चाहिँ मैले चाबी दिएको थिएन, अनि दाइले उहाँदेखि ढकल्दै यहाँसम्म ल्याउनु भएछ बिचरा। केही छैन। अब म चाहिँ डाइरेक्ट चुली वन पुगेपछि भिडियो बनाउँछु। बाटोमा भिडियो बनाउनु अप्ठ्यारो भएको छ। बाइकमा त झन् ओभरै छ, किन भन्दाखेरि हावाले स्याहाँ गरेर आवाज आउँछ नि त। अनि मैले बोलेको मजाले सुनिँदैन, त्यो भएर चुली वन पुगेपछि भिडियो होला। सरले चाहिँ भिडियो बाइक घुमाउनाले तितो चटो हुन्छ। के अरे यो दाइ, त्यसको नाम के अरे? थाहा छैन, खटुस होइन? होइन अर्को के भन्छ? आउँदा आउँदै हामीलाई चाहिँ आन्टीले दिनुभएको थियो खटुस। दाइले खाँदै गर्नुपर्छ। खटुस होइन हौ, यो के हो नाम? तँ सोध नि त्यहाँनिर कमेन्टमा भनिहाल्छ। खटुस हो नाम? होइन हो, कन्फर्म खटुसै हो त्यो। हो, यसलाई के भन्छ भन्नु है, त कमेन्टमा गर्नु। सो हामी चाहिँ चुली वन नजाने भयौँ। हामीले यहाँ बाइक सिक्यौँ, अनि मैले बाइक लडाइदिएँ एकलट। अनि अब हामी रुमतिर जाने। आजको लागि यति नै, टाटा बाई बाई। तपाईँ के भन्न चाहनुहुन्छ? के भन्नु, खटुस खाँदैछु होइन? खटुस मिठो छ त्यो होइन? खटुस